हेलो एभ्रिवान, मैले फेरि आज तपाईँको सामुने एउटा नयाँ इन्फर्मेटिभ भिडियो लिएको छु। आज क्यानोन G3910 यो प्रिन्टरको कसरी मोबाइलसँग कनेक्ट गर्ने र मोबाइलबाट कसरी डाइरेक्ट हैन वाइफाईको थ्रुबाट यो प्रिन्ट गर्ने भन्ने विषयमा आज हामीसँगै अगाडि यो छ पिक्समा क्यानोनको G3910 भन्ने मोडल र यसमा तपाईले देख्न सक्नुहुन्छ सुरुमा यसरी पावर अन गर्नुहोस् र यो यसरी त्यहाँ यसरी पावर अनको साइन देखाइरहेको छ, ब्लिङ्क गरिरहेको छ हरियो लाइट र साथै फेरि अब यो यसरी घुमिरहेको छ। अब यो घुमिरहेको छ अनि अब एकछिन अब यो स्टप भयो। यसरी फेरि यसपश्चात तपाईले फेरि आफ्नो मोबाइलको प्ले स्टोरमा गएर तपाईले क्यानोन प्रिन्ट भनेर एउटा एप्लिकेसन डाउनलोड गर्नुपर्ने छ, इन्स्टल गर्नुपर्ने छ र यसरी यहाँ मेरो स्क्रिनमा देखाए अनुसार मैले क्यानोन प्रिन्ट भनेर सर्च गरेँ र त्यहाँ देखाएको छ। मेरो अलरेडी क्यानोन प्रिन्ट भनेर डाउनलोड भएको कारणले गर्दा त्यसरी तपाईहरुले यसलाई चाहिँ यसरी ओपन पनि गर्न सक्नुहुनेछ र यहाँ देखाए अनुसार तपाईले यसपश्चात फेरि हामी क्यानोन प्रिन्टरमा जानेछौँ र यसरी हाम्रो क्यानोन प्रिन्टरमा र तपाईहरुले त्यहाँ मोबाइलको साइन देखाएको छ सेकेन्ड नम्बरमा, त्यहाँ क्लिक गर्नुहोस् र फेरि त्यो घुमिरहेको हुन्छ, ब्लिङ्क गरिरहेको हुन्छ ग्रीन लाइट। अनि त्यसपश्चात फेरि तपाईहरु एकछिन पर्खिनुहोस्, त्यो पुरै घुम्दासम्म नअडिदासम्म 1 नम्बर देखायो र फेरि त्यहाँ इन्फर्मेसन भनेको छ आई भनेर। आईलाई चाहिँ तपाईले क्लिक गर्नुभयो भने तपाईले त्यहाँ आफूले तपाईले A4 साइज त्यो उसो राख्नुहोस् पेपर अनि A4 साइजबाट चाहिँ अब यसरी प्रिन्ट भएर आएको हुन्छ दुईटा सिट है, दुईटा पेपर त्यहाँ चाहिँ तपाईको यसरी दुईटा प्रिन्ट भएर आएको हुन्छ। एकछिन हामी हेर्नेछौँ प्रिन्ट पश्चात। अनि तपाईले यस प्रिन्टेड यो पेपरमा तपाईले नेटवर्क चाहिँ अवेलेबल भनेर यहाँ देखाएको छ हैन, इनेबल भनेर हैन, नेटवर्कको अवस्था के छ भनेर र फेरि पासवर्ड पनि यसले चाहिँ देखाइरहेको हुन्छ। यदि यसमा चाहिँ नेटवर्क डिसेबल या अनअवेलेबल भन्यो भने चाहिँ यो चाहिँ योग्य हुँदैन। फेरि तपाईले प्रोसेस गर्नुपर्ने छ जुन मैले अगाडि गरे अनुसार। फेरि तपाईले पासवर्ड यहाँ हेर्न सक्नुहुनेछ, यहाँ पासवर्ड देखाएको छ। त्यो पासवर्ड आफ्नो मोबाइलमा हामीले हान्ने छौँ वाइफाईको थ्रुबाट हैन। त्यो यसको हाम्रो क्यानोन प्रिन्टरको वाइफाई अनुसार हामीले कनेक्ट गर्नुपर्ने छ र क्यानोन प्रिन्टको मेरो अलरेडी क्यानोन प्रिन्टको चाहिँ अलरेडी कनेक्टेड भएको कारणले गर्दा पासवर्ड हानेको कारणले गर्दा कनेक्टेड छ र अब हामी फर्दर स्टेपमा हामी जानेछौँ है। अब यसरी हामी आफूले चाहिएको डकुमेन्टहरु मैले चाहिएको डकुमेन्ट ओपन गरेँ र यहाँ क्लिक गरेँ, मेरो डकुमेन्ट प्रिन्ट गर्नुपर्ने छ र मैले यसपश्चात तपाईले क्यानोन प्रिन्टमा पनि गएर तपाईले डकुमेन्टहरु प्रिन्ट गर्न सक्नुहुनेछ आफ्नो डकुमेन्टहरु र त्यहाँ अप्सनहरु छ फोटोज हैन, के प्रिन्ट गर्नुपर्ने हो डकुमेन्टहरु फाइल्सहरु र फेरि म चाहिँ आफ्नै फाइल्सबाट गएँ र यहाँबाट प्रिन्ट गरेँ डाइरेक्ट क्यानोनको त्यहाँ कनेक्टेड भएको कारणले गर्दा एप्लिकेसन र फेरि अब यो प्रिन्ट हुन गइरहेको छ, रनिङ भइरहेको छ है। अब प्रिन्ट स्टार्ट भयो ल। अब प्रिन्ट भनेर यसरी चाहिँ तपाईले क्लिक गरेर यसरी तपाईले आफ्नो मोबाइलको थ्रुबाट डाइरेक्ट वाइफाई यो क्यानोन प्रिन्टरको वाइफाईसँग कनेक्टेड गरेर हैन यसरी तपाईले आफ्नो इजी तरिकाले तपाईले यो प्रिन्ट गर्न सक्नुहुनेछ। हस् त भिडियो अहिलेलाई यति नै। भिडियो लामो पनि भयो र फेरि अर्को इन्फर्मेटिभ भिडियो फेरि लिएर आउनेछु। फेरि हामी भेट्नेछौँ। हस् त, थ्याङ्क्स फर वाचिङ एभ्रिवान।